हेलो गाइज, गुड आफ्टरनुन, नमस्ते। के छ गाइजहरू, हजुरहरूको खबर? मेरो चाहिँ एकदमै ठिकै छ। अनि आज चाहिँ छुट्टीको दिन, यसो हामी चाहिँ बाहिर घुम्नको लागि निस्किँदैछौँ। यता पछाडि चाहिँ मेमे हुनुहुन्छ अनि यता अङ्कल पनि हुनुहुन्छ। एकछिन आज यसो हामी चाहिँ घुम्न निस्केको छौँ है गाइज। के कस्तो हुन्छ अब पुरा भिडियो हेरेर साथ दिनु होला। अनि भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनु होला है। गाइस, हामी चाहिँ अब यहाँ ब्लू वर्ल्डमा घुम्न आएको छौँ। यता मेमे भन्छ। हाम्रो चाहिँ अनलाइन यहाँ टिकट भइसकेको छ 3 जनाको। अब चाहिँ हामी भित्र छिर्नुपर्ने हुन्छ गाइस। एकदमै राम्रो छ जस्तो लागिरहेको छ मलाई चाहिँ। धेरै अगाडिदेखि नै मेरो घुम्ने रहर यहाँनिर। अब चाहिँ भित्र जानेछौँ गाइस। के कस्तो हुन्छ हेरेर साथ दिनु होला। टिकट चाहिँ धेरै होइन, 30 रियाल मात्र हो। हे गाइस, हामी चाहिँ भित्र छिर्दैछौँ ब्लू वर्ल्डभित्र। साउदीमा हुनुहुन्छ भने यता घुम्न आउनुलाई स्वागतम पनि भनिरहेको छ अरे यहाँ चाहिँ। वेलकम। हे गाइस, यता रहेछ क्या घुम्ने ठाउँ? यता ए ठुलो गाडी रहेछ यहाँ चाहिँ। यता यस्तो छ, यता यस्तो छ। पुरै यो के को बनाएको हो? यो त पुरै नुनको बनाएको हो क्या हो? यो त छ ऊ, यो कहाँ हो, कुन ठाउँको हो यो? त्यहाँ लेखेको होला। ए यहाँनिर ऊ त्यो टावर छ, हेर्नु त्यहाँ टावर बनाएको। यस्तो रहेछ यहाँभित्र चाहिँ गाइस। एकदमै दामी रहेछ। 30 रुपियाँ मात्र टिकट रहेछ। यो चाहिँ एकदमै घुम्नलाई चाहिँ एकदमै राम्रो ठाउँ छ। एकदमै धेरै टाइम लिएर चाहिँ आउनुपर्ने छ। एक दिन पुरै टाइम लिएर आयो भने चाहिँ पुरै घुम्न सकिने रहेछ। हेर्नु यस्तो छ। यो देख्ने जति सबै घुम्ने ठाउँ छ। यता पनि, यता पनि, यतातिर, यता भित्रतिर। साउदीतिर आउनुहुन्छ, साउदी अरबमा आउनुहुन्छ सबैजना घुम्नलाई चाहिँ यो ठाउँ चाहिँ आउनै पर्ने छ गाइस। हेलो गाइस, हामी चाहिँ चाइना पनि आइपुग्यो, मोरक्को पनि आइपुग्यो, फ्रान्स पनि आइपुग्यो, जियान्टाफ्लुम पनि आइपुग्यो। जियान्टाफ्लुम ल फाइनली गाइस, चाइना आइपुग्यो। चाइना आइपुग्यो। चाइना मोरक्को आइपुग्यो। मोरक्को अब मोरक्को छिर्दैछौँ चाइनातिर। यहाँ चाहिँ यो चाइना छिर्ने बाटोमा चाहिँ यत्रो सुगाएर नि पाइँदो रहेछ यार। मरेको पनि छ कि यहाँ त यार? उयो मरेको कि के गरेर झुन्डेको? कस्तो खालको सुगा हो यो त यार? जिउँदैछ तर कस्तो गरेर बस्यो? गाइस, एकदमै दामी छ यो ठाउँ चाहिँ घुम्नलाई। अवश्य पनि आउनु होला। टाइम चाहिँ एकदमै धेरै लिएर अब हामी चाहिँ यताभित्र छिर्नेछौँ। कस्तो गरेर झुन्डेर बसिरहेको छ क्या? खुट्टा अड्केको हो कि के हो त्यसको? हामी यताभित्र छिर्दैछौँ। आउनु यता। एक्जिट अन्ली। यता चाहिँ मोरक्को, चाइना रहेछ। अब हामी चाहिँ जाँदैछौँ मोरक्को र चाइना। गाइस, एक दिनको छुट्टी मिलाएर आउनु होला साथीहरू। एकदमै बवाल लाग्यो मलाई चाहिँ। बवाल लाग्यो ठाउँ चाहिँ। यता यस्तो छ। ल हे गाइस,
हामी चाहिँ यहाँ अब चाइनाबाट एकै तालमा कोरियामा पुग्यौँ। कोरियाको पनि भिलेजमा हेर्नु, यता कोरियाको भिलेज छ, यता पछाडि चाहिँ कोरियाको भिलेज। कोरिया भिलेज आइपुग्यो गाइज, कोरिया पनि। साउथ कोरिया, साउथ कोरिया, चाइना। अब यता कोरिया भिलेज के कस्तो रहेछ हेरौँ त। ओ गाइज, कोरियामा हुनेहरूले देख्नु भएको छैन होला, यस्तो पुग्नु भएको छैन होला, हामी पुगिसक्यौँ। कोरिया भिलेज चाहिँ यस्तो रहेछ। कोरियन बेन्च कोरिया चाहिँ यस्तो रहेछ गाइज। गाइज कोरिया भिलेजतिर घुमेछौँ हामी। यता चाहिँ यस्तो रहेछ। यता यार समुद्र पनि रहेछ, यता ठुलो समुद्र रहेछ यहाँनिर। यहाँ ए पानी जहाज पनि कुदिरहेछ। ओ यस्तो पुरै यता यस्तो रहेछ। यस्तो छ है गाइस। आई लभ इन्डोनेसिया। पाउँछ के अरे त्यहाँ बस्न पाउँछ। आई लभ इन्डोनेसिया। यहाँ चाहिँ खिच्नुपर्छ होला मेरो फोटो। निकै फेमस भइरहेको छ उपरबाट, ऊ भिडियो बनाइदिइरहेको छ पछाडिबाट। हेरे हेरे भइरहेछ, नाचेको पुरा डान्स गरेको भिडियो बनाइदिइरहेछ। यतिको चाहिँ हुनुपर्छ, यतिको चाहिँ। ल हे गाइस, चाइना गेट पनि आइपुग्यो। चाइना गेट अब चाहिँ हामी चाइना छिर्नेवाला छौँ। ए गाइस, चाइना गेटमा चाइना गेट एकदमै राम्रो रहेछ यार घुम्ने ठाउँ चाहिँ। मलाई चाहिँ एकदमै धेरै राम्रो लाग्यो गाइजहरू। के कस्तो लाग्यो भिडियो? अनि के कस्तो लाग्दैछ त तपाईँहरूलाई? कस्तो रहेछ त घुम्ने ठाउँ? गाइस इटाली पनि आइपुग्यो है। अब आज धेरै देश घुम्न पाइने भयो यार। आज इटाली पनि आइपुग्यो, चाइना, कोरिया। अब हेरौँ अरू कुन कुन, मोरक्को, अरू कुन कुन देश पुगिन्छ। अब हेरौँ है त। अब इटाली पनि भ्रमण गरौँ भित्र के कस्तो छ। यतातिर मोरक्को छ, यो भयो मोरक्को। गाइस हाम्रो घुमाइ हुँदैछ इटालीतिर। इटाली घुमाइ हुँदैछ। अब यो त के हो इटालीमा त? यो के हो इटालीमा त यस्तो? द मिडनाइट म्यानर, बाङ्गो। इटाली चाहिँ यस्तो रहेछ गाइस। भित्रभित्र के कस्तो छ पुरै उसँग हुँदैछ, यस्तो रहेछ। हामी चाहिँ इटालीको गल्दी गल्दी घुम्दैछौँ है। कुन चाहिँ राजा हो इटालीको? घोडामा दौडिँदैछ पुरा। यता इटालीको गल्दी गल्दीमा कुद्दैछ दुईजना चाहिँ। यहाँ यो राजा घोडामा दौडेछ। इटालीको गल्दीहरू चाहिँ यस्तै रहेछ है। अब हामी यता जानेछौँ। अब यता कुन रहेछ हेरौँ। गाइस हाम्रो चाहिँ ओल्ड टुर भइरहेछ। अनि फोटो खिच्दा मोबाइलको टेम्परेचर हाई भएर मेमोरी फुल भएर यहाँ बिजक छ। हाम्रो ओल्ड टुर भइरहेछ, ओल्ड टुर गाइस। क्या दामी दिनभरि होइन 3 दिन घुम्नु भन्दैछ अन्त। ल गाइस हामी चाहिँ इजिप्ट पुग्यो। अब
इजिप्टतिर जाएको छौँ यहाँनिर फोटो यहाँ राख्छ नि त गाइज हामी चाहिँ इजिप्ट पुग्यो इजिप्ट यता चाहिँ इजिप्ट छ यता यस्तो रहेछ इजिप्ट 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 आइपुग्यो है गाइज इजिप्ट Welcome to Africa. अफ्रिका गाइज अफ्रिका पनि आइपुग्यो है अफ्रिका अफ्रिका आइपुग्यो अफ्रिका अब अफ्रिका घुमौँ कस्तो छ अफ्रिका हेरौँ है त अफ्रिकामा के कस्तो छ अफ्रिका यिनीहरूको चाहिँ के सुगाको उ रहेछ नि अफ्रिकामा चाहिँ घुमेर नसक्नु यहाँ देख्यो अफ्रिका मान्छेहरू कति अग्लो अग्लो घुम्दैछौँ है ओल्ड घुम्दैछौँ हामी ओल्ड टुर भइरहेछ हाम्रो ओल्ड टुर भइरहेछ ओल्ड टुर पोजिसनहरू हो त यो चाहिँ अफ्रिका गेट है गाइज अब यता अफ्रिका छिर्नुपर्ने हुन्छ हामी अफ्रिकातिर छिरौँ है त गाइज यता रहेछ मेमे इन्डिया अब हामी जाँदैछौँ द प्लान इन्डिया अब इन्डिया नि छिर्नेछौँ है त ग्रेस वार स्टेज इजिप्ट भित्र त मान्छे पनि आउँदैन रहेछ पुरा 360 सिनेमा अरे हाउ मेनी आवर त्यो दाइमा रहेछ गाइज इन्डिया पुग्न लाग्यो ल है अब चाहिँ इन्डियामा स्वागत अब इन्डियातिर छिर्दैछौँ स्वागत भ्यू टावर त्यहाँ चढेर माथि गएर हेर्न मिल्ने रहेछ नि त नि हो त्यहाँ हो पो त हेर टिकट सिस्टम स्वागत नै ल इन्डियाभित्र चाहिँ यस्तो रहेछ अब कितना बडा बडा समोसा बडा बडा समोसा पानी 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 इन्डियामा हराउनु भयो यता पर आउँदै हुनुहुन्छ कहाँ हराउनु भएको भने मान्छे इन्डियामा हराउनु भयो तपाईँ ल गाइस अब चाहिँ हामी युएसए र इरानतिर जाँदैछौँ इरानमा त जानु र अहिले इरानतिर त नजाउँ होला ल गाइस स्पेन पनि आइपुग्यो स्पेन अब चाहिँ स्पेनतिर छिर्दैछौँ हामी स्पेन गुड डोल्मा कर के हो क्या स्पेन प्लाजा यहाँ चाहिँ गाइस कबाट कछुवा खखरायो रहेछ कछुवाको गाइस हामी चाहिँ अब
यहाँ जापानको मार्केट घुम्दैछौँ। हैरान हुने कि है हैरान हुने कि जल्दी है महँगो टाङ्गो युएसए युएसएतिर लाग्यो है अब। यताबाट आउने ठाउँ रहेछ युएसए लाग्यो गाइस युएसए। यो ऊ खेल्ने रहेछ कि मजा आउँछ नि यस्तो हल्दी नोरा तुर्की पनि आइपुग्यो गाइस। तुर्की समोसा के अरे उयो के आइसक्रिम आइसक्रिम आइसक्रिम। तुर्की रेस्टुरेन्ट निस्किसक्यो त हामी त नि फेरि अघि आएको सिरिको ठाउँमा पुग्यो त नि। यो टावरमा खिचौँ न टावरमा चाहिँ फोटो हाल्नुपर्छ ए गाइस फ्रान्स पनि आइपुगे। फ्रान्सको टावर फोटो खिचिदिनु त यता चाहिँ फोटोसुट कार्यक्रम भइरहेछ। छैन निकालेको त्यो कफीको निकालिरहेको क्या है हामी चाहिँ अब चाहिँ वर्ल्ड टुर गरेर भ्याइसकेनौँ। अब आज चाहिँ हामीसँग धेरै टाइम थिएन, त्यही भएर अब चाहिँ हामी निस्किँदैछौँ। अब फेरि टाइम मिल्यो भने अर्कोबाट घुम्नलाई पक्कै पनि आउनेछौँ। अनि अङ्कल कस्तो लाग्यो त आज घुमघाम? यतातिर मिमे हुनुहुन्छ। उठ ब्लाइट ओल्डलाई अब आधा दिनलाई बिदा गरेर आज घुमाइसक्यो। अहिले चाहिँ रातिको 8 बजी भइसक्यो। हामी चाहिँ कति बजी छिरेको थियौँ भने यहाँभित्र 5 बजी ठ्याक्कै 5-6 बजीतिर 5 बजीतिर छिरेको थियौँ। 6, 7, 8 3 घन्टा घुम्न पायो। हामीसँग चाहिँ टाइम छैन किनभने अब 9 बजी चाहिँ पुग्नुपर्ने छ। अनि त्यही भएर घुमेर अब निस्क्यो हामी चाहिँ।